This was my seat, guys, as you can see. हैन यो चाहिँ मेरो सिट हो म माथि गएर हेर्छु है त्यो कस्तो छ हो एउटा सिरानी रहेछ केही छैन रहेछ सो हे गाइस व्हाट्स अप एभ्रीवन वेलकम टु माई च्यानल वन्स अगेन म चाहिँ आज अब घर जान लागेको होइन पल्टनबाट बिदा भर्खर पाइरहेको छ म चाहिँ यो गाडीमा स्लिपरमा जान लागेको म तपाईँहरूलाई देखाउँछु है त स्लिपर कस्तो हुँदो रहेछ भनेर है त ल खै त यो झोला कसको भन्ने कुरा हो कि यो झोला मेरो हो एउटा झोला मेरो भन्ने सो दिस वाज माई सिट गाइज एज यु क्यान सी हैन यो चाहिँ मेरो सिट हो म माथि गएर हेर्छु है त्यो कस्तो छ हो एउटा सिरानी रहेछ यहाँ त मात्र टिभी केही छैन रहेछ हत्तेरी गाह्रो फस्यो यार यसै गाडी भनेर झारखण्डवाला गाडी रहेछ ठिकै छ पङ्खा त रहेछ पङ्खा चलेको छैन ओ गाइस पङ्खा चलिरहेछ है त ल ठिक छ दामी दामी पनि के भनेर भने गाइस यहाँनिर झोलाहरू टन्नै छ झोला राख्ने ठाउँ पनि त्यस्तो खासै चाहिँ छैन अब मेरो जुत्ता सुत्ता कहाँ राख्ने भन्ने कुरा हो ल तल मान्छे ओर्लिँदाखेरि चाहिँ अलिकति समस्या हुने रहेछ एज यु क्यान सी गाइस छैन यहाँबाट चाहिँ कस्तो देखिन्छ भन्दाखेरि यहाँबाट यस्तो भ्यू देखिने रहेछ ल दामी अलिअलि त मेरो धेरै थाकियो यार सुगाइ छैन बेड चाहिँ अब खासै एकदम राम्रो त खासै त लागेन तर पनि काम चलाऊ लामो बाटो छ अलिअलि यसमा सुतेर जान भन्ने मात्र हो त्यसै अब कसो गर्ने भनेर चाहिँ खासै त्यो हुँदैन ठिक छ जे होस् सो गाइस अहिले चाहिँ म अब जुत्ता खोलिदिन्छु यो पर्दा चाहिँ यसरी टक्क लाउन मिल्दो रहेछ कहाँसम्म यसरी लाउन मिल्दो रहेछ यो बिचको क्लिप यहाँबाट बाहिरको भ्यू हेर्न सक्नुहुन्छ टक्क लाएर होइन आमा भ्यू हेर्दै जान चाहिँ मजा आउने रहेछ तर मेरो नाइट गाडी परेको भएर भ्यू चाहिँ मजा आउँदैन हो सो गाइस ल गाडी चाहिँ यहाँबाट हिँडिसक्यो तर एउटा यस्तो घात भयो नि यहाँनिर सिङ्गल छु भनेर एकजना ब्रदरलाई यहाँनिर उहाँ भैतडीबाट आउनु भएको रहेछ होइन दुईजना फसाइदिएर ब्रदर यार कहाँबाट आउनु भएको तपाईँ भैतडीबाट आउनु भर्खर आइपुग्नु भयो नि त गाडीबाट त्यही त आउन साथै ब्रदरलाई पनि चढाइदिनु भयो यहाँनिर यो खाली छ भनेर चढाइदिएको तर म अलरेडी यहाँनिर बुक नै थिएँ तर पनि केही छैन अब दाजुभाइ जस्तो तस्तो अब हाम्रो इन्ट्रोड्युस गरौँला पहिचान गरौँला केही छैन हामी चाहिँ यहाँबाट मुभ भइसक्यो बाटोको क्लिप त अब के देखाउनु र होइन अन्धकार हुन्छ अब राति गएपछि भ्यू फ्रम आवर स्लिपर बस होइन खासै भ्यू त छैन तर पनि रमाइलो नै राख्दैछ गाडी यहाँ माथिबाट मजाले हिँडिरहेछ होइन आम्मामा सुत्न चाहिँ सुत्या छ तर दुईजना भएर अलिकति एडजस्ट गर्नलाई चाहिँ लास्ट गाह्रो भइरहेको अहिले चाहिँ टाइम 17:55 भयो 5:55 अब हामी हिँड्दैछौँ ल समस्या यही छ समस्या के छ भन्दाखेरि यहाँ एकजना भाइ ठिकै हो यहाँ अर्को ब्रदर हुनुहुन्छ दुईजना एडजस्ट गर्न सक्नुपर्छ हामी अब यस्तो जब गर्ने मान्छे हेर्नु एडजस्ट गर्न त सिकेकै हुन्छन् आयो सबै त अब अहिले चाहिँ 8:18 भएन यतिखेर चाहिँ के भयो भन्दाखेरि मैले जुन बुक गरेको सिट हुनु भने त्यसलाई चाहिँ अनि अर्कै मान्छे प्याक गरेर मलाई यहाँ माथि राखिदिने अरे यहाँ माथि यस्तो नि हुन्छ यो नाइन्साफी भयो यो हुँदैन यहाँ माथि सामान राख्ने ठाउँमा मलाई सुताउने अरे त्यस्तो हुँदैन त्यस्तो म कदापि हुन दिँदिनँ लास्ट चाहिँ एकदम धोकाधारी भएको छ अब अहिले एउटा ठाउँमा गाडी रोक्नेवाला खाना ठाउँ न त्यहाँनिर गएर म पुरै मुद्दा मिलाउनेवाला छु आमा बगाल्नु ल दाइ ल भन्दै हुन्छ ढोका दिने दाइ इन्डियन
होइन होइन उनी त होइन यहाँ सिट मिलाउने मान्छे हुन् हो एकजना अर्को को ए उहाँ पनि दुईजना उहाँ पछाडि हुनुहुन्थ्यो अर्को 3 जना के छ ब्रदर आमा सिचुएसन अनुसार त यहाँ मेरो त हालत खराब हुन्छ सो गाइस अहिले चाहिँ रातिको 9:35 भयो अहिले हामी कोलपुर आइपुग्यो यहाँ मान्छे चढाउनलाई रोकिरहेको छ गाडी मान्छे कहाँनिर आइपुग्यो भन्ने थाहा छैन यता कताबाट आउँछ भन्थ्यो वहाँ पछाडि त्यो स्लिपरमा सुत्ने भनेर त्यहाँ माथि स्लिपरमा सुत्ने भनेर आएको लास्टमा आएर त यहाँ क्याबिनमा छिराइदियो लास्टमा आएर त्यसै त्यो गाडीको नाम चाहिँ शिवपुरी डिलक्स र एसी डिलक्स शिवपुरीले आज मेरो भेलपुरी निकाल्यो आज के भयो गाडीमा चाहिँ लास्टै गद्दार भएर अलिकति सिचुएसन कुरा चाहिँ मिलेको छैन गाडीको उज्यालोले यस्तो भएर रातिको 9:30 भएको छ 10 बज्नु लाग्ने बेला भयो अहिले कोलपुरतिर हो बिस्तारै हामी रेली कुरा गर्दै जान्छौँ के गरे हो पछाडि सो गाइस अहिले चाहिँ रातिको 10:54 भयो ट्याक्कै लाएर होइन अघि नै म यहाँ बसिरहेको थिएँ मैले किनेको पानी चाहिँ अलि साह्रै पनि भएछ अघि नै म यहाँ बसेको थिएँ यहाँबाट मलाई निकालेर मैले कहाँ पुऱ्यायो भन्दाखेरि होइन यो सिट पनि 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 कुनै सिट होइन कि कहाँ बस्यो भन्दाखेरि यहाँ ल्याएर यहाँ हालिदियो अब यहाँबाट के भनिरहेको भन्दाखेरि अब खाना खाएर चाहिँ यहाँनिर माथि सुत्नु अरे भनेर यत्रो झोला झाम्टो कहाँ खाल्छन् सो गाइस एज यु क्यान सी अहिले चाहिँ रातिको बिहानको 3:46 भयो होइन अहिले यहाँको माहौलहरू सक्नुहुन्छ यहाँनिर कोही सुते खान कोही के गरे खान होइन हामी चाहिँ भित्रको बाटोबाट आएको चार भाइ चाहिँ यहाँ टन्नेमा जाम भयो टन्ने टाइम लाग्ने भयो जाम हुनलाई पहिलो गाडी होला 4:52 खुल्यो बल्ल पहिलो गाडी अब अरू गाडी कहाँ हो अब हाम्रो पालो कहिले आउँछ हाम्रो गाडी यहाँनिर रोकिरहेछ यस्तो बसेर अब आफ्नो पारा यस्तै छ मजासँग खोलेर बसेको थिएँ जुत्ता पनि यतिकै लगाइदिएको हातफुट गरेर होइन अवस्था यस्तै छ यस्तोमा बसेर टाइम हेर्दै बस्दै अर्को गाडी पनि आयो अब उताबाट इन्कमिङ गाडीहरू खुल्यो अब यताबाट जाने गाडी कहिले अब सो गाइस अहिले चाहिँ बिहानको 9:30 भयो भर्खरै जाम खुले 4 बजेदेखि जाममा बसेको अहिले भर्खरै होइन जति बेला पनि हुन्छ यहाँको सिचुएसन त हो हेलो भन्देऊ भाइ हेलो भन्देऊ हेलो भन्देऊ न त्यो भाइ एकदमै फन्नी भाइ छ यहाँनिर फन्नी भाइसँग भेट भयो होइन हेलो भाइ के भयो अरे धनगढीले तिम्रो के बिगाऱ्यो अरे भाइ भनिदेऊ त फेरि केही पनि बिगारेको छैन भन्छ अघिसम्म चाहिँ हावा गफ लगाउनु तिमी गएर मान्छे हात के भयो अरे भनिदेऊ नि त राम्रोसँग ठुल्ठुलो धनगढीमा अनि तिमी भेष लाएर हिरो भएर हिँडेको अनि तिम्रो हातै डढाइदियो होइन धनगढीले हातै कालो भयो भने होइन हो भने मेरो त अनुहार कालो बनाइदिएको धनगढीले अब तिम्रो हात चाहिँ के होला हो कि होइन रफ्तार एकदम हो सो गाइस गएर नारायणी पुल राइट नाउ कति बज्यो खोइ 11 कति बज्यो र बोटिङ सेटिङ के हो त्यो पानीमै होटल बनाइदो रहेछ
सो गाइज वाट्स अप एभ्रिवान होइन म त अहिले यहाँनिर घर आइसकेँ होइन बाटोमा कस्तो कस्तो ल्याङ भएर होइन सुताइ पनि राम्रोसँग भएन अहिले चाहिँ म यहाँनिर घर आइसकेँ घरमा को को छ भन्दाखेरि मैले सामानहरू त राखेँ हेलो ल हेर यो को म को हो मामा आइपुग्यो घर मेरो भान्जा भान्जीहरू पनि यहाँ छन् चाहिँ पुरै नाचिरहेको छन् सो दिस इज माई रुम अब अहिलेलाई चाहिँ रुम फोहोर गरेर रहेछ म आउँछु भनेर थाहा नै थिएन नत्र सफा पार्थेँ होला होइन हेलो रोलेक्स ओए रोलेक्स हाई हाउ आर यु यो चाहिँ हाम्रो सानो रोलेक्स हो रोलेक्स सानो भए पनि यसको है यसको दाम चाहिँ धेरै छ फेरि नाटक गरेर थ्याङ्क यू फर वाचिङ किप वाचिङ होइन किप लभिङ किप सपोर्टिङ मेक स्योर यु सब्सक्राइब गाइज है त ड्याङ लाएर सो गाइज दिस इज माई होम होइन हामी चाहिँ त्यहाँ माथि टुप्पामा बस्छौँ होइन यो चाहिँ हाम्रो बाटो अब यहाँबाट हाम्रो सानो घरमा जाने बाटो पुरानो घरमा अब त्यहाँ चाहिँ मम्मीहरू अलग्गै बस्नुहुन्छ होइन कसैलाई भनेको छैन मैले यस्तो रियाक्सन हेरिदिउँ है सिडीको के छ अवस्था मलाई दिउँसो म्यासेज गर्दैछ बाबा कहिले आउने हो भनेर यसो गएर रियाक्सन हेरिदिउँ है त रियाक्सन घरमा कोही छैन क्या हो ब्लर ब्लर आउँछ त म पनि ब्लरै ब्लर आएको हेलो के छ छोटा लाउरे ठिक छ आमामा सबै देख्नुभयो होला होइन मम्मीलाई चाहिँ म जहिले होइन म कहिले पनि भनेर आउँदिनँ यत्तिकै सरप्राइज तरिकाले दिन्छ होइन मेरो यहाँनिर घरमा चाहिँ यहाँ चलिरह मेरो साथीको गेम प्ले दिस इज माई फ्रेन्ड टोन्डे गेमर म कसले चिन्नुहुन्छ होइन यो दिस इज माई गिटार मेरो पिसी चाहिँ अब अर्को ठाउँमा छ उहाँ काठमाडौँमा भोलि पर्सि लिएर आउँछु म अनि यहाँ सेटअप गरेर राख्छु अहिलेलाई चाहिँ यस्तै हो के हुँदैछ मम्स लगाइस् केही छ त भन्नुपर्ने मेरो भाइ एकदम हाम्रो दाइलाई चाहिँ एकदम धन्यवाद अब आइदिनु भयो
अब कति पछि भेट भयो दाइलाई होइन क्या च्यानललाई भन्नु भने हाम्रो दाइको च्यानललाई चाहिँ सबैले एकदम माया देखाइदिनु होला लाइक सेयर एन्ड सब्सक्राइब पनि गरिदिनु होला एकदम बढीभन्दा बढी मात्रामा चाहिँ माया देखाएर सबैले सपोर्ट गर्नु आउने भनेको त फेरि एक भ्यू त्यो पनि मेरो अर्को च्यानलबाट मात्र है फेरि त्यो धेरै आउँदैन ल बाई बाई